आज स्कटल्यान्ड ए विरुद्धको अभ्यास खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। वर्षाका कारण खेल केही ढिलो सुरु भएको थियो। खेल 40 ओभरमा घटाइएको थियो। स्टार स्पिनर सन्दीप लामिछाने आज बेन्चमा थिए। स्कटल्यान्डका लागि क्रिस्टोफर मैकब्रिडले 58 बलमा 72 र जेमी डङ्कले 56 बलमा 48 रन बनाए। ओवेन गोल्डले 40 बलमा 28 रन बनाए भने लियाम नेलोले 29 बलमा 25 रन बनाए। अन्य ब्याट्सम्यानले खासै प्रभाव पार्न सकेनन्। निर्धारित 40 ओभरमा 9 विकेट गुमाउँदै 220 रन बनाएको थियो। नेपालका लागि रिजन ढकालले 2 विकेट लिए। त्यस्तै सोमपाल कामीले 4 विकेट लिएका थिए। गुल्सन र ललितले पनि 1-1 विकेट लिए। जवाफमा नेपालको टोलीले ओपनर कुशल भुर्तेल र अनिल शाहबाट सुरुवात गर्यो। अन्तिम अभ्यास खेलमा प्लेइङ 11 मा नभएका अनिल शाहले आज मौका पाए। उनी पहिलो ओभरको अन्तिम बलमा डकआउट भए। त्यसपछि कुशल भुर्तेल, दिपेन्द्र सिंह एरी, भीम सार्की सस्तोमा आउट भए। यसले फेरि एकपटक यी अग्ला र तीव्र गतिका बलरहरू विरुद्ध यस अवस्थामा हाम्रो कमजोरी देखाउँछ। 7 ओभरपछि नेपालको अवस्था 3 मा 30 को खराब थियो। आरिफ शेख बाहेक कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। उनले 56 बलमा 44 रन बनाए। हामी फेरि पनि भन्छौँ कि नेपालको ब्याटिङ प्रदर्शन बाहिरी अवस्थामा धेरै कमजोर छ। हामीले भविष्यमा सम्भव भएसम्म काउन्टी क्रिकेट खेल्न हाम्रा खेलाडीहरूलाई पठाउने प्रयास गर्नुपर्छ ताकि हामी यस अवस्थामा सहज हुन सकौँ। हामी स्कटल्यान्ड टोलीसँग हार्यौँ। अब सोच्नुहोस् उनीहरूको मुख्य टोली कति बलियो हुन सक्छ। युकेमा लगातार 5 जितपछि नेपाललाई स्कटल्यान्डमा हारसँगै स्वागत गरिएको छ। मे 31 मा सोही टोली विरुद्धको अन्तिम एक दिवसीय अभ्यास खेलमा नेपालले कस्तो पुनरागमन गर्न सक्छ जस्तो लाग्छ? कृपया कमेन्टमा लेख्नुहोस्। धन्यवाद।